नमस्ते सबैमा। आज चाहिँ म एउटा कुरा संक्षिप्त भाषामा भन्न आएको छु। तपाईको विचारलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यदि कसैलाई घोषपेट भन्नु छ अथवा नसोची बोल्नु छ भने चाहिँ कृपया एकचोटि सोचेर बोल्नु होला। तपाईको लागि गणतन्त्रको देश हो, बोल्नको लागि आवाज दिएको छ, ठाउँ दिएको छ। तपाईको प्रशस्त मिडिया छ, अहिलेको सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर अन्यथा विभिन्न माध्यम छ। तपाईले बोल्नुहुन्छ, सही सत्यको बोल्नुहोस्। कसैलाई भन्नुभन्दा अगाडि सोच्नुहोस्, राम्रो सूचना दिनुहोस्, राम्रो मेसेज दिनुहोस्। सामाजिक सञ्जाल पाएँ भन्दैमा त तपाईँले जे मन लाग्यो त्यही बोल्यो, कसैको नाम लिएर एडिट गर्यो, कसैको चरित्र हत्या गर्नु त राम्रो होइन नि त। तपाईँले गर्नु होला, तपाईँको मनमा लागेको कुराहरू गर्नुहुन्छ, तर भोलि त्यो कुराले चाहिँ मलाई कति प्रभाव बनाउँछ, मैले कतिको गाली खानुपर्छ वा नराम्रो सुन्नुपर्छ भन्ने चाहिँ याद हुँदैन कि। कोही मान्छेले मेरो पनि चरित्र हत्या गर्नुभएको रहेछ। तपाईँ अरूलाई भन्दै हिँड्नुहोस्, केही छैन, तर मेरो कानमा र मेरो आँखाले परेको दिन चाहिँ नि तपाईँलाई न जिउनु न मर्नु हुन्छ क्या। त्यो दिन चाहिँ तपाईँ मैले देख्न नपरोस्। तपाईँले जसलाई सोचेर भन्नुहुन्छ त्यो चाहिँ तपाईँको लागि गलत, यो चाहिँ गलत हो है। सोचेर बोलिदिनु होला भन्न अनुरोध गर्दछु। सम्पूर्ण मित्र, नेपाली दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई पनि यो मेसेज जाओस् कि कसैलाई के भन्नुभन्दा अगाडि, कसैको टिप्पणी गर्नुभन्दा अगाडि तपाईँले एकचोटि आफूलाई अध्ययन गर्नुहोस् क्या। मैले यो कुरा बोल्दा ठिक हुन्छ कि हुँदैन, भोलि यो कुराले मलाई प्रभाव पार्छ कि पार्दैन भनेर। तपाईँसँग के ग्रुप हुनुपर्छ कि तपाईँसँग त्यो तपाईँले गर्नुभएको पत्रकारिता छ, यो कुराको विषय उठ्छ कि तपाईँ पत्रकार हुनुहुन्छ। तपाईँले एउटा तपाईँको हातमा मोबाइल छ भने जे मन लाग्यो त्यही मेसेज कसैलाई दिनु हुँदैन। तपाईँको एउटा भिडियोले संसारले हेरेको हुन्छ क्या, संसारमा छरिनु भएको नेपालीहरूले हेरेको हुन्छन् क्या। धन्यवाद यो विषयको लागि उठाउनु भएकोमा। जसले मेरो बारेमा भन्नुभयो उहाँलाई पनि धन्यवाद। सोचेर बोल्नु होला है।